खतरनाक एक्सिडेन्ट स्पट है यो चाहिँ हिमाद खैरेनी हिमादको टक्क यो बीच भागमा यो सानो पुल भएको ठाउँमा है हिजो भर्खर एकजना मान्छे बाइकबाट खसेर यो डाँडाबाट खसेर मृत्यु भइसकेको छ। बाइक अझै त्यहीँ छ ऊ खोल्सामा, बाइक निकालेको छैन अझै। मान्छे अस्ति बेलुका झरेको रहेछ, आज हिजो बेलुका चाहिँ थाहा भएर हिजो बेलुका लिएर गए लासलाई चाहिँ प्रदेश अस्पताल दमन लिएर गएको छ। यो चाहिँ ठ्याक्कै के कुना भन्छ, रूपा कुना भन्छ यसलाई, रूपा कुना भन्ने ठ्याक्कै यो पुलमा है। यहाँ तर्फबाट आउँदै गर्दाखेरि यो डाँडाबाट सिधै तल खल्छ, यसरी खसेर रहेछ। बाइक त्यहीँ छ। हिमाद खैरेनी मार्गको यो रूपा कुना भन्ने ठाउँमा पुलमुनि अस्ति बेलुका बाइक खसेर चाहिँ मान्छेसहित। अनि यहाँ घारी भएको कारणले हिजो दिनभरि पनि कसैले केही देखेको छैन। हिजो बेलुका चाहिँ थाहा पाएर हिजो पुलिसले लोकेसन हेर्दै आउँदाखेरि बाइक यहाँ देख्यो अरे, मोबाइल सहित मान्छे पनि। अनि यस्तो अवस्थामा छ बाइकको चाहिँ। अनि अब यहाँ न एउटा ब्यारियर छ यो भागमा हाल्न पर्ने हो, वाल अथवा ब्यारियर केही होइन, त्यो पनि छैन, अथवा एउटा साइनबोर्ड पनि छैन। अनि मान्छेहरू सिधा बाटो आउँछन्, अनि नयाँ मान्छेलाई त झन् सिधै आइसी सिधाको सिधा हो। बेलुकाखेर अब रातिमा कहाँ देखिन्छ र बाटो, बुलेट बाइक रहेछ यसरी पल्टेर बिचरा डेथ भयो हिजो एकजना। यस्तो छ है यो पुल, रूपा कुना भन्ने ठाउँ है यो चाहिँ, खैरेनी हिमाद मार्गको रूपा कुनामा।